साने हजुर बाबा खै बाबा भित्र हुनुहुन्छ नि भित्र खानु नि अँ फलफुलहरू लाउनु पर्यो क्या माछा मासु फलफुलहरू आज स्पेसल छ भने नुवाकोटबाट बाबा मम्मी आउँदै हुनुहुन्छ अरे कि सम्धिना मेरो तिम्रो बाबा मम्मी बुढा यता हेर्न मलाई आज सम्धिना आउँदै हुनुहुन्छ अरे तपाईँलाई घरमा केही छैन फलफुलहरू पनि छैन माछा मासु पनि ल्याउनु पर्यो ल तपाईँलाई थाहा छँदैछ अहिलेको समय छ त खानु पर्यो नि त पहिला त 2 महिना काममा काट्ने र अहिले यसो गएपछि ल्याउन पाइन्छ त्यहीँ गएर यता सुन्नु न धेरै लमताल्ने कुरा नहरिकन 1 किलो खसी 1 किलो माछा ल्याउनु कुखुरा चाहिँ नलिएर आउनु 1 किलो माछा ल्याउनु अनि स्याउ सुन्तला अनि अङ्गुर अनि के अरे वाटरमेलन भन्छ नि वाटरमेलन हामी त खरबुजा भन्छ वाटरमेलन अनि त्यो झुस हुनेलाई के भन्छन् झुस हुन्छ नि हो त्यो क्युबी हो त्यति लिएर आउनु त बुढा जानु त अहिले आइपुग्यो भने झ्याउँछ यसो खुवाउनु पर्यो नि त बाबा गर्मीले धापेर आउँछन् म यहाँ शरबत पानी पनि बनाउँदै गर्छु जानु त आज रमाइलो हुनु हो घरमा त नाच्दैखेरि सन्धि नाच्नु ठिकै रह्यो लाग्छ गइहाल्नु एउटा बजार फलफुल लिएर आउनलाई मैले जानेको नि घर ल्याउन भनेपछि केही जान्ने होइन के आज ढाँट्ने दिन हो नि त ढाँट्ने दिन बुढालाई पुरा जिउटाइदिनु लाग्छ मारा घरभरि लिएर आउँछन् फलफुलहरू सबै लिएर आउँछन् अनि बल्ल भन्नुपर्छ अनि कुरुन्न कति बेर गाडी स्टेसनमा गएर हजुर बिर्सिनु होला नि फेरि एक चिज नै नछुटोस् है माछा नि राम्रो ताजा लिएर आउनु नि फेरि त्यो जिउँदो माछालाई मार्छन् नि हो त्यसरी लिएर आउनु है ठुलो लिएर आउनु नि ठुलो खाले माछा सानो होइन त्यो ठुलो माछै मिठो हुन्छ है मिलेसम्म त बुढा एक दिन राम्रो कुर्ता सुरुवाल पनि ल्याइदिनु रेडिमेड यसो सम्धिना आउँदा चट्टक्क परेपछि यस्तै लुगा छ है पुरा बन्द गरेर सिसा मलाई सुनेन जस्तै छ बुढा सुन्नु भा एउटा कुर्ता सुरुवाल है चट्टक्क परेको राम्रो बाई बुढा सुन्नु भयो काम सुनेको हजुर के ल्याउनु भयो त बुढा के ल्याउनु भयो किन आज निराश हुनुहुन्छ नि त पैसा धेरै सकिएन र बोली सोली आएन त कि बोली बजार नै लग्यो सबै अचम्म छ त सासै नआसेर बोल्नु भएको त पुरुष सुरुवाल कस्तो ल्याइदिनु भयो के हुन्छ त पुरुष सुरुवाल साडी यो हरि साडी पो लिएर आइदिए यो हरि यो प्रभु के ल्याउनु मासु ल्याउनु भयो नि अनि बुढा ओर्लिनु तपाईँ ओर्लिनु त तपाईँ ओर्लिनुहुन्छ है फर्किनुहुन्छ तपाईँलाई मैले खरबुजा लिएर आउनु भनेको म्याउ पो आएन त यहाँ त खरबुजाको ठाउँमा यो मैले म्याउ माग्नेदेखि खरबुजा मागेकै हाल्दैछ त के यो खरबुजा उस्तै त हो नि सम्झी लिएर आउनु त आइपुग्नु भएकै थिएन अनि अब फेरि जानु पर्ला त आइपुग्यो भनेर फोन आएछ ल छिटो जानु गर लिएर हेर्नु त आइसक्यो होला नि टाढीमा त्यही त फोन गरेको तपाईँ त मोबाइल हेर्नु तपाईँलाई गरे होला नि मलाई चाहिँ गरेन नि तपाईँलाई गर्नु भनेको थिएँ मैले म गएँ त लिनुलाई यता सुन्नु त बुढा सम्झिना आइसक्यो होला अनि गएर ट्याक्क पछाडि सिटमा हालेर सम्झिनालाई जतन गरेर अनि घरमा लिएर आउनु है ल आत्तिकन चलाउनु नि फेरि आत्तिनु होला फेरि सम्झिना रमाइलोले म यसै यहाँ रमाइरहेको हुन्छु साडी लाएर बसी हुन्छ नि म ल बाबा लिएर आउनुभयो त अनि तपाईँले मम्मी ड्याडीलाई के हो
गरेर के हो बाबा म नानी सम्झिन के हो बाबा त भुटभुटाउँदै खाने के भयो के खा मलाई के भयो बुढा किन मैले राखेँ म चाहिँको कुरा बोले अनि त्यसो न फोन गरेर त उही नुहाकोटै छुन भन्छ सम्झिनाले नुहाकोटै छन् भने छु भने अनि त्यसो नभने त बुढा तपाईँले कहिले फलफुल ल्याउन जानुहुन्न भने त खानेकुरा बल्ल पो बुढा कुल 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 आज ढाक्ने दिनु आज ढाक्ने दिनु अहिले फ्रिज कति आज ढाक्ने दिनु तपाईँलाई थाहा थिएन तपाईँलाई चाहिँ खरबुजले पनि ढाक्यो होइन मैले मात्रै ढाकेँ हो बजारको पसलवाला मान्छेले नि त ढाक्यो नि त हाम्रो अलिक गोजी जित्यो गोजी दिन्थ्यो होइन त कस्तो भयो आज पैसा धेरै जाँदा दुःख लाग्यो नि अहिले त पेट यो पेटा त परि जित्यो होइन र कुहिएर होइन पेटा चाहिँ कुहिन्छ बुढा पेटा आहा आज त भन्दै जस्तो आज मेरो बुढा झुक्किए मेरो बुढा जिप्टिए बिचारा कतै दैन बुढा कस्तो फटा खला बरा डक्टर बल्ल आज ल साथीहरू मैले चाहिँ ढाँटेर घरमा चाहिएको चिजहरू भरिपूर्ण एकजोर कुर्ता पनि ल्याउनु भनेको साडी ल्याइदिएछ नि दामी अब कसैको बिहाबाट व्रतबन्ध पऱ्यो भने लरक 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 हुन्छ बुढा बुढी त्यसरी जान्छ यता नि त